छ। त्यस्तै यो बिचमा हाम्रोमा धेरै थुप्रै हाइड्रोहरू छन् निर्माणाधीन र निर्माण सम्पन्न भएका। त्यो हाइड्रोहरूमा कति कामदार थिए भन्ने कुरा चाहिँ एकिन विवरण आउनै बाँकी छ। ठुलो मात्रामा कामदारहरू पनि काम गरिरहेको अवस्था भएको कारणले अहिले यति भन्न सक्दैनौँ। अब मैले त्यतिको भोल्युम चाहिँ अलिक ठुलो छ, हामीले कल्पना गरेको भन्दा ठुलो छ र अहिलेको अवस्था पनि अब अलिकति भयावह टाइपकै देखिरहेको अवस्था छ। हामीले गर्न सक्ने कोर्डिनेसन लोकल लेभलबाट गराएको छौँ। मन्त्रालयमा हामीले जानकारी गराएको छौँ। मन्त्रालयले हेलिकप्टर मार्फत रेस्क्युको लागि काम प्रारम्भ भइसकेको छ। दुई हेली आइसके अवस्था थियो, जुन चाहिँ आकाशमा हामी आफै जानुपर्ने अवस्था चाहिँ छैन। जस्तो यता केन्द्रबाटै कतिवटा हेलिकप्टर त्यहाँ पठाइएको छ र त्यो पठाइएका हेलिकप्टर पनि उद्धार गर्न नसक्ने भएको भएर फर्किएको पनि भन्ने हामीले खबर पायौँ। ठ्याक्कै के छ अवस्था? हेलिप्याडहरू चाहिँ अलिक ठुलो हेलीको लागि चाहिँ हेलिप्याडहरू नै सोर्ट आउट भएको छ, त्यो भएर अलिकति जटिल छ। मैले अहिले तपाईँलाई यति विवरण राखेँ है, म फिल्डमा छु। हस् हस् हस्, जानकारीको लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो रसुवा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, हामीसँग प्रत्यक्ष रूपमा टेलिफोनमा जानकारी गराउनु हुँदै अहिले त्यहाँको भयावह स्थिति र त्यहाँको स्थलगत जानकारी गराउनु हुँदै र अहिले त्यहाँ जुन अवस्था सिर्जित भएको छ त्यो अवस्था सिर्जित भएको कारणले गर्दाखेरि उहाँसँग हामीले धेरै सम्पर्क गरेर धेरै जानकारी लिने अवस्था रहेन। यद्यपि हामीले भिडियोमा पनि देख्न सक्छौँ, हामीले समाचार पनि बारम्बार सम्प्रेषण गरिरहेका छौँ। बिहान 9 बजे अकस्मात तिब्बततर्फबाट आएको रसुवातर्फ आएको यो बाढीले टिमुरे, स्यापुरबेसी लगायतको क्षेत्रलाई चाहिँ अहिले सोत्तर नै बनाइसकेको अवस्था र त्यसका आसपास लगायत त्यहाँ तीर्थाटनमा जाने पर्यटनहरूलाई पनि निकै समस्या भएको हुन सक्ने, यकिन रूपमा जनधनको क्षति यति नै भयो भनेर अहिले तथ्याङ्क सङ्कलन गर्न सक्ने अवस्था नरहेको अवस्था, त्यहाँको स्थलगत अवस्था निकै भयावह रहेको भन्ने जानकारी हामीले प्राप्त गरिरहेका छौँ। र तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका 3वटा कार्यालयमा पनि क्षति पुगेको छ। रसुवा जिल्लाको 3वटा कार्यालयमा क्षति भएको विवरण प्रहरी प्रधान कार्यालयले आधिकारिक रूपमा जानकारी गराइसकेको अवस्था छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भुटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह समेत गरेको अवस्था छ। यतिखेर प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी समेत दिएका छन् भने उनले आकस्मिक रूपमा बैठक समेत डाकेको भन्ने जानकारी हामीले प्राप्त गरेका छौँ। हामी तपाईँलाई रसुवा जिल्ला हुँदै यतिखेर धादिङलाई, त्यसपछि नुवाकोट जिल्ला सँगसँगै चितवन जिल्लालाई पनि निकै संवेदनशील क्षेत्रको रूपमा त्यहाँका तत्त जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरेको छ र सतर्कता अपनाउन आग्रह समेत गरिरहेको अवस्था छ। र यही विषयमा अहिले हामीलाई थप जानकारी दिनको लागि आमा छोदिङमो गाउँपालिका रसुवाका बुचुङ तामाङ जो अध्यक्ष हुनुहुन्छ सो गाउँपालिकाका, उहाँ हाम्रो टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। अध्यक्षज्यू, तपाईँलाई स्वागत छ प्राइम समाचारमा। हजुर, धन्यवाद। अब तपाईँको जिल्ला पनि प्रभावित भएको भन्ने हामीले खबर प्राप्त गरेका छौँ। जुन आकस्मिक रूपमा आयो बाढी, त्यसबाट के छ त्यहाँ तपाईँको गाउँपालिकाको अहिलेको अवस्था? सर, यो मेरो गाउँपालिकामा जुन बाढीको कारणले मेरो गाउँपालिका वडा नम्बर 1 हाकु र हाकु बेसी आसपासको चाहिँ पुरै यो आदि गाउँसम्म पहिरोले हानेको छ सर। र त्यहाँ त्यो तल हाकु बेसीमा चाहिँ काम गरिरहेको हाइड्रोमा काम गर्ने जति चाहिँ सबै बगायो र केही पर्सेन्ट मात्र बाँचेको अवस्थाहरू छ सर। त्यो कति घर दूरी हो तपाईँले भनेको यो गाउँपालिकाको वडा नम्बर 1 हाकुबेसी गाउँपालिका जुन हाकुबेसी जुन भन्नुभयो, त्यहाँ कति घर दूरी हो? हाकुबेसीमा लगभग 150 घर दूरी हो। त्यहाँ त्यो घर दूरीमा चाहिँ अलिअलि खोलाबाट हानेको मात्र छ, त्यहाँको चाहिँ मानवीय क्षति भएन होला गाउँको। तर जबकि तलको खोलाको आसपासमा हाइड्रो बन्दैछ, त्यहाँ क्याम्पहरू थियो, त्यो क्याम्पमा काम गर्ने मान्छेहरू चाहिँ सबै बगायो भन्ने अहिलेसम्म जानकारी प्राप्त भएको छ। त्यसमा फुटपाथ केही पर्सेन्ट मात्र दौडेर बाँचेको भन्ने अवस्थाहरू छ। त्यो जुन तपाईँले जुन हाइड्रोको क्याम्प भनिरहनु भएको छ नि, हजुर, त्यो कुन हाइड्रो? यो नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनी भन्छ। यो 216 मेगावाटको हाइड्रो हो। 200
हजुर 216 मेगावाट। 216 मेगावाट भने जस्तो ठुलो हो नि। ठुलो हो सर। कति त्यहाँ कामदारहरू थिए होला? कामदार मलाई लाग्छ सर त्यहाँ 400-500 भन्दा बढी नै कामदार होला सर। 400-500 मजदुरलाई अहिले बिहान 9 बजे आएको बाढीले बगाएको अनुमान चाहिँ गरिएको छ। त्यसमा केही 150 बढीमा चाहिँ बज्यो कि भन्ने अनुमान हो सर। त्यो एउटा क्याम्पमा मात्रै? त्यो क्याम्पमा। अन्य के छ त्यहाँको ताजा अवस्था तपाईँको आमा छोदिङमो गाउँपालिकामा? अब आमा छोदिङमा त सर अब यो तल वडा नम्बर 1 मा त मानवीयदेखि भौतिक क्षति त भयो नै, तर आमा छोदिङमा गाउँपालिका त अहिले नागाबन्दी भएको अवस्था छ। अहिले मलाई लाग्छ रसुवा नै नागाबन्दी भयो। त्यो पुरै रोडको लेभल भन्दा माथिसम्म चाहिँ बाढी आएर सबै रोडहरू बगाएको अवस्था छ। र त्यहाँ चाहिँ माथिल्लो स्याब्रुबेसी बजारहरू, माथि टिमुरे, यत्रो ठुलो ठुलो बजारहरू चाहिँ अहिले तहस नहस केही छैन भन्ने खबरहरू प्राप्त भएको। यो एउटा भिडियो हामीले प्राप्त गरेका छौँ जहाँ घरभन्दा माथिसम्म छाल आएर एउटा घर ढालेको देखाउँछु। त्यो तपाईँकै गाउँपालिकामा हो? त्यो चाहिँ मेरो गाउँपालिका होइन सर। त्यस्तै खालको अवस्था चाहिँ कुन कुन ठाउँमा देखिन्छ होला? त्यो काली लाग्दो दृश्य देखिएको छ क्या? हजुर त्यो बेत्रवादीमा पर्यो या स्याब्रुबेसीमा पर्यो त्यो घर चाहिँ बिल्डिङहरू भएको। बेत्रवादी स्याब्रुबेसी या उता माथि टिमुरे पर्यो होला सर। त्यो मध्येमा एउटाको पर्यो। ल तपाईँको गाउँपालिकामा पनि केही ठाउँमा त करिब करिब बजारै 70 पनि भएको अवस्था पनि छ नि, होइन? गाउँ चाहिँ 70 भयो सर, तर हाकु बेसी गाउँ हो। त्यो ठाउँमा अब उद्धारको लागि कस्तो छ, के छ अवस्था? उद्धार गर्न सक्ने अवस्था छ कि छैन? अब त्यसमा यस्तो छ सर, अब कुनै सम्भावना पनि देखेन। अब हामीले कसरी, अब हामी पनि छटपटिरहेको अवस्था र हामीले माननीयज्यूलाई पनि कन्ट्याक्ट गरेर अब माननीयज्यू भर्खरै प्रधानमन्त्री कार्यालय जाँदै हुनुहुन्छ। अब यो कुन कुन स्रोत साधन उपलब्ध हुन्छ या यो उद्धारको लागि हामी खट्नुपर्छ भनेर हामी लागिरहेको अवस्था छ सर। तपाईँले भन्नुभएको माननीय को तपाईँको क्षेत्रको? हजुर हाम्रो मोहन आचार्य। मोहन आचार्य, उहाँसँग सम्पर्क भयो? उहाँले के भन्नुभयो? उहाँ चाहिँ अहिले भर्खरै प्रधानमन्त्री कार्यालय जाँदै हुनुहुन्छ। त्यहाँबाट के उपलब्ध हुन्छ, स्रोत साधन, हेलीको अब के चाहिँ सम्भावना हुन्छ। अब त्यो चाहिँ जस्तो तपाईँहरूले पनि त्यहाँ जिल्ला प्रशासन कार्यालयमा तत्कालै त सम्पर्क गर्नुभयो होला नि? हजुर हजुर हामीले जिल्ला प्रशासन कार्यालयमा पनि सम्पर्क भयो। अब यत्रो ओर्लेर आएको छ सर पहिरो, एक ठाउँ होइन। यो मान्छे नै अल्मलिएको अवस्था छ सर अहिले। यो कुन ठाउँ कहाँ कति बजार चाहिँ ध्वस्त भयो, कति मानवीय क्षति भयो, यो एकदिन त अझै मलाई लाग्छ यो हप्ताउँ लाग्छ यो मानवीय क्षति अब को कहाँ कसरी। यो यति विचलित भएको छ कि सर अब यो भनेर साध्य पनि नहुने अवस्था आयो। तपाईँहरूसँग ठ्याक्कै अहिले तथ्याङ्क यसो उसो भनेर भन्न त नमिल्ला, तर पनि अन्य आसपासको क्षेत्रमा के कति खालको क्षति पुग्यो भनेर अनुमान पनि लगाउन नसक्ने गरी त्यस्तो खालको क्षति तपाईँको क्षेत्रमा पनि पुग्यो है? पुग्यो सर। हस् हुन्छ, त्यहाँको के छ अवस्था बुझ्नु होला राम्रोसँग, के कस्तो तत्कालै उद्धार गर्न सकिन्छ, के कस्तो उपायहरू अपनाउन सकिन्छ, ती सबै उपायहरूको बारेमा सोच्नु होला। हुन्छ सर। हस्, जानकारीको लागि धेरै धन्यवाद। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवा जिल्लाको बुचुङ तामाङ हुनुहुन्थ्यो, जो गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो। उहाँले उहाँको गाउँपालिकामा रहेको वडा नम्बर 1 को हाकु बेसी भन्ने गाउँ लगायत अझै एउटा गाउँ चाहिँ 70 भइसकेको र त्यहाँ मानवीय क्षति के कस्तो भएको छ, जनधनको क्षति के कस्तो भएको छ भन्ने विषय अकल्पनीय रहेको छ। त्यसको यकिन तथ्याङ्क आउन पनि कम्तीमा एक हप्ता जति, एक साता जति लाग्न सक्ने अवस्था त्यहाँ त्यो भयावह अवस्था भएको छ भन्ने हामीलाई प्रत्यक्ष रूपमा जानकारी गराउँदै हुनुहुन्थ्यो। दर्शकवृन्द, रसुवामा आएको आकस्मिक बाढीले अहिले रसुवा जिल्लामा त काली लाग्दो र भयावह अवस्था छँदैछ। सँगसँगै जोडिएको नुवाकोट, त्यस्तै गरी धादिङ र उता पर चितवनसम्म पनि यो बाढीले निकै ठुलो असर पार्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ र ती तत्त जिल्लामा रेड अलर्ट समेत जारी भइसकेको भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ। उच्च सतर्कता अपनाउन र नदी तटीय, खोला तटीय क्षेत्रका बासिन्दाहरूलाई अहिले स्थानान्तरण गर्ने सकभर सकेसम्मको स्थानान्तरण गर्ने प्रयासहरू चलि नै रहेको छ र अहिले यो तिब्बततर्फ आएको आकस्मिक बाढीले कतिसम्मको जनधनको क्षति गर्यो भन्ने यकिन तथ्याङ्क बटुल्नको लागि हप्तौँ लाग्न सक्ने पनि देखिएको त्यस्तो खालको अवस्था सिर्जित भएको छ।
र दर्शकवृन्द, बाढीको जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले रसुवा, धादिङ र चितवनतर्फ जाने सवारी साधनलाई काठमाडौँमै रोकेको अवस्था छ। अहिले नागढुङ्गा र भीमढुङ्गा नाकाबाट ती जिल्लातर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई रोकिएको छ। यातायात व्यवसायीलाई समेत ती क्षेत्रमा सार्वजनिक सवारी नपठाउन आग्रह गरिएको अवस्था छ। यतिखेर सरकारले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन समेत गरिसकेको अवस्था छ। रसुवा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवसँग हामीले केही बेर अगाडि टेलिफोन सम्पर्क गरेका थियौँ भने त्यहीँका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि हामीलाई जानकारी दिएअनुसार बाढीले तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत आयोजना सहित बस्ती तथा अन्य संरचनामा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी यतिखेर जिल्ला प्रशासन कार्यालय रसुवालाई प्राप्त भएको भन्ने जानकारी हामीलाई दिनुभएको छ। विभिन्न व्यक्तित्वहरूसँग अहिले रसुवामा आएको बाढीको के कस्तो अवस्था छ भन्ने विषयमा जानकारी लिने प्रयास गर्ने क्रममा यतिखेर हामीसँग रसुवामा आएको बाढीको अवस्था कस्तो छ भने प्रत्यक्ष रूपमा अनुभूत गर्नुभएका रसुवाका स्थानीय भवानी प्रसाद न्यौपाने टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। भवानीजी, स्वागत छ तपाईँलाई प्राइम समाचारमा। धन्यवाद धन्यवाद हजुर, धन्यवाद। अब आज बिहान तिब्बततर्फबाट जुन आकस्मिक रूपमा बाढी आयो त्यसले अकल्पनीय क्षति पुर्याएको छ रसुवा जिल्लामा। त्यसको विभिन्न जिल्लामा अब असरहरू पर्दै जाने जस्तो पनि देखिएको छ। तपाईँले प्रत्यक्ष रूपमा आज बिहान आएको बाढीलाई अनुभूत गर्नुभयो, देख्नुभयो, तपाईँ प्रत्यक्षदर्शी हुनुहुन्छ। कसरी आएको थियो त्यो बाढी? त्यहाँको अलिकति जीवन्त तपाईँले हामीलाई प्रश्न पार्ने गरी बुझाइदिनुहोस् त। अब यहाँलाई मैले भन्नुपर्दा रसुवाको त्यो चाइनाको केरुङ तर्फबाट भोटेकोसी चाहिँ 8:40 रसुवा गढीमा आइपुगेको र त्यहाँभन्दा हुँदो 8:40 पछाडि त्यो आउँदै आउँदै गर्दा सर्वस्व रसुवाको मात्रै होइन, यो देशकै ठुलो क्षति। हजार मान्छे हताहत भएका छन्, हजार घर ध्वस्त भएका छन्। अब यहाँ बाटोघाटो सबै ध्वस्त भएका छन्। अब त्यति भन्नु सक्ने अवस्थामै छैनौँ। म अहिले बेत्रावती भन्ने ठाउँमा छु। माथिदेखिका कति मान्छे गए, कति बाँचे, केही अस्तव्यस्त छ हजुर। छेदविच्छेद भयो। अब तपाईँ एकछिन अब बिजुली बत्तीहरू पनि छेदविच्छेद। अहिले मेरो भिडियोको तार गरेको थियो र अहिले मोबाइल चलिरहेको छ। त्यसका कारणले लेखाजोखा गर्न सक्ने अवस्थै छैन। कति कर्मचारी गए, कति गोसैकुण्ड यात्रीहरू गए। गोसैकुण्ड जान लागेका यात्री त्रिशुली बजारदेखि बेत्रावती बजारसम्मका सबै ध्वस्त गए। कोही मान्छेहरू बसेको छैन। बेत्रावती बजार भन्ने ठुलो बजारमा चाहिँ 2-4जना मात्रै मान्छे उम्किन सफल भएका छन्, अरू छैन हजुर। सबै ध्वस्त नै, रसुवा ध्वस्त नै भयो हजुर। यो अकल्पनीय क्षति, यो एउटा कल्पमा पनि एउटा सोच्नै नसक्ने कुरा आज यस्तो भएको छ हजुर। भवानीजी, अहिले तपाईँ बेत्रावतीमा हुनुहुन्छ होइन? म बेत्रावतीमा छु। बेत्रावतीबाट तपाईँले आँखैले देख्दै त्यो क्षेत्र सोत्तर भयो। मैले हेर्दाखेरि मेरो घरबाट पहिला मलाई 8:40 टिमुरे आइदियो भनेर टिमुरेबाट फोन आयो। म घरमा थिएँ। मैले जति सकेकोलाई चाहिँ फोनद्वारा चाहिँ मैले बेत्रावती, पहिरेदेशी, त्रिशुलीकामा आफूसँग जो नम्बर थियो त्यो मान्छेहरूलाई चाहिँ मैले चाहिँ तपाईँहरू भाग्नुहोस् भनेर भने ती मान्छे सफल पनि हुनुभयो। अहिले मसँग भेट्नु भएको छ। उहाँले मलाई अँगालो बाँडिरहनु भएको छ। उहाँको परिवार सबै गुमिसके। उहाँहरू चाहिँ आएर चाहिँ ज्यान बचाउनु भएको छ केही मान्छेहरूले। अरू चाहिँ सबै नै म प्रत्यक्ष यहीँ छु। हामी यहाँ कति ठाउँ कति मान्छेहरू, बालबालिकाहरू गए, स्कुल गएका बालबालिका गए, तीर्थयात्रीहरू गए। त्यहाँ बनेका पहिलेदेखि जुगदेखि बसेका चाहिँ घरहरू सबै गए। केही बाँकी छैन हजुर, केही बाँकी छैन। अझ ठुलो कुरा त 72 सालको भूकम्पमा चाहिँ परेर चाहिँ एउटा खाल्टे भन्ने ठाउँमा चाहिँ एउटा गाउँपालिकाको सिङ्गै मान्छे आएर बसेका थिए। आजसम्म राज्यले उनीहरूलाई व्यवस्था गरेको कारणले आज ती एउटा एकात्म 5जना मान्छे बाँच्न सफल भएको छैन। त्यो सबै लयो। त्यसका कारणले अहिलेसम्म फेरि दुःख लाग्दो कुरा 2 घन्टाभन्दा बढी भइसक्यो। राज्यको उपस्थिति छैन, आर्मी छैन, पुलिस छैन। यहाँ एउटा घरमा चाहिँ मान्छे हात हल्लाइरहेको छ। बल्ल घरको माथिमा चाहिँ झुन्डिएर यहाँ हेलिकप्टर राख्ने त्यो मान्छे बाँच्न सक्छ। कसैको उपस्थित छैन यस बेला हजुर। जनता त्यसै विच्छेद छ हजुर।
रमेशजी तपाईँ भवानीजी तपाईँ भन्दै हुनुहुन्छ अहिले घरको छतमाथि कसैले हात मात्रै हल्लाइरहेको छ, त्यहाँ हेलिकप्टर पुग्यो भने बाँच्न सक्ने अवस्था छ, होइन भने बाँच्न सक्ने अवस्था छ। हेलिकप्टरले अहिले घाम लागिरहेछ, पानी परेको छैन, कुहिरो लागेको छैन, त्यो मान्छेहरू बाँच्न सक्थ्यो। कुनै राज्यको उपस्थिति छैन हजुर। स्थानीय सरकार, गाउँपालिका अध्यक्ष, वडा अध्यक्षज्यूहरू हुनुहुन्छ, अर्को भनेको यहाँ कोही देखिने राज्यको उपस्थितै छैन हजुर। यहाँ तपाईँको भनाइ अनुसार त तपाईँ त्यस्तो भाग्यमानी मानव पर्नुभयो जो चाहिँ यो अकल्पनीय क्षतिबाट बच्यो। हजुर 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 हजुर। अनि तपाईँले त्यो आसपासको तपाईँको जनप्रतिनिधिसँग, जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूसँग लगायतका व्यक्तित्वहरूसँग सम्पर्क गर्ने प्रयास गर्नु भएन? सहायता कसरी गर्न सकिन्छ उद्धार भन्ने विषयमा? माधव हरियालज्यूले चाहिँ अब काठमाडौँ फोन गरिरहनु भयो त हेलिकप्टर पठाइदिनु भनेर माग गरिरहनु भयो त 2 घण्टा भइसक्यो, त्यहाँ हेलिकप्टर पनि आउँदैन। यहाँ ब्यारेकहरू छन्, पुलिसहरू छन्, सशस्त्रहरू छ, कोही पनि यो बेत्रावती बजार वरिपरि यहाँ आसपासमा कोही उपस्थित छैन हजुर। मैले जानकारी गराएँ हजुरलाई। अब त्यहाँ तपाईँले देखिरहनु भएको दृश्य नै बताइरहनु भएको छ तपाईँले हामीलाई, होइन? अहिले हजुर हजुर, मेरो व्यक्तिगत कुरा भन्न आएको छु, मैले देखेको कुरा भन्न आएको छु सबै। अब अहिले त्यहाँ यस्तो अकल्पनीय खालको क्षति पुगेको छ, यो कसैले कल्पना पनि गर्न नसक्ने, कल्पनाभन्दा बाहिरको यो प्राकृतिक प्रकोप भनौँ न एक हिसाबले, होइन, आएको छ। अब यसबाट त कस्तो खालको कमजोरी राज्यले गरेको भन्ने बुझ्न सकिन्छ? किन भन्दाखेरि रसुवामा बाढी यो पहिलो पटक होइन, हरेक वर्ष नै आउने गर्थ्यो। यसबाट सतर्क रहन सकिन्थ्यो नि, होइन? कुनै उपायहरू अपनाउन सकिन्थ्यो होला? साइरेनहरूको व्यवस्था पनि भएन कि गरेन कि यो मैले यो कुरो जान्न सकिनँ हजुर। एउटा कुरा चाहिँ के भयो भन्नलाई भने अकल्पनीय हुनुको कारण चाहिँ अर्कोको देशबाट आयो र हाम्रो सबै खोलामा, यहाँ सबै खोलामा, रसुवाको सबै खोलामा चाहिँ, खोलाको बहरमा चाहिँ सबै हाइड्रो पावरहरू भएको कारणले पनि ठुलो क्षति हुन पुगेको मैले महसुस गरेको छु। रसुवागढी हाइड्रो पावर यही खोलामा, 216 हाइड्रो पावर यही खोलामा, 3B यही खोलामा, 3A यही खोलामा सबै भएको कारणले यो सबै संरचना सानो आउँदा आउँदै त्यहाँ थुनिँदै अर्को ठुलो खोल्दा खोल्दै यो ठुलो क्षति भएको मैले महसुस गरेको छु हजुर। अब सञ्चार सम्पर्कको अवस्था के छ त्यहाँ? अहिले तत्कालको लागि त्रिशुलीको पटारसम्म चाहिँ आउने, काठमाडौँबाट चाहिँ आउन सक्ने अवस्था छ। त्योभन्दा माथि रसुवातिर आउने काहीँ पनि बाटो छैन। नै मैले हुन त तपाईँले यातायातको विषयमा बताउनु भयो, त्यो पनि आवश्यक जानकारी नै हो। सञ्चार सम्पर्क चाहिँ एकले अर्कोसँग सम्पर्क कसरी गरिरहेको छ? त्यहाँ के फोनहरू लाग्ने, मोबाइल लाग्ने सहजै रूपमा भइरहेको छ? मोबाइलहरू लागिरहेको छ हजुर। अब अहिलेसम्म चाहिँ मोबाइलहरू लागिरहेको छ, सबैको मोबाइलहरू चलिरहेको देखिन्छ। अब योभन्दा पछाडि के होला, अहिलेसम्म चलिरहेको छ। हस्, जानकारीको लागि धेरै धन्यवाद। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो बेत्रावतीका स्थानीय, रसुवा जिल्लाको बेत्रावतीका स्थानीय भवानी प्रसाद न्यौपाने, जसले चाहिँ बिहान 9 बजे आकस्मिक आएको बाढी प्रत्यक्ष रूपमा उहाँले देख्नुभयो र देखिसकेपछि आफ्नो गाउँ वरपरका व्यक्तिहरूलाई फोनबाटै जानकारी गराउनुभयो। नजिकै रहेको नुवाकोट जिल्लाका आफन्तहरूलाई पनि फोन गर्नुभयो भन्ने जानकारी गराउनुभयो र अहिले त्यहाँ उहाँले देख्नु भएको क्षेत्रमा त्यहाँका सम्पूर्ण बजार क्षेत्र यतिखेर सोत्तर भइसकेको अवस्था छ। उहाँले दिनुभएको जानकारी अनुसार अहिले रसुवा जिल्लामा अकल्पनीय रूपमा हजारौंको संख्यामा मानवीय क्षति पुगेको छ। यसको यकिन तथ्याङ्क कल्पना समेत गर्न सकिँदैन भन्ने खालको भयावह चित्र रहेको जानकारी हामीलाई उहाँले गराउनुभयो। दर्शकवृन्द, तिब्बततर्फबाट आज बिहान आएको रसुवातर्फको यो बाढीले रसुवामा मात्र नभई त्यस आसपासका जिल्लाहरू नुवाकोट, धादिङ, चितवनमा पनि यतिखेर सतर्कता अपनाउनु पर्ने खालको अवस्था सिर्जित गरेको छ। कति मात्रामा जनधनको क्षति भयो भन्ने यतिखेर आकलन पनि गर्न सक्ने अवस्था छैन। उद्धारका लागि सुरक्षा टोलीहरू पनि खटिए पनि त्यहाँ पुग्न सक्ने सम्मको अवस्थामा कठिनाई भइरहेको भन्ने जानकारी हामीले प्राप्त गरिरहेका छौँ। रसुवा बाढीको थप अपडेट लिएर हामी आउनेछौँ। अहिलेको लागि यो अपडेटमा यति नै। हेर्दै गर्नुहोला प्राइम एचडी। नमस्कार।